हेलो गाइज, के चाहिँ हालखबर तपाईँहरूको। बल्ल आज मेरो छुट्टीको दिन थियो। आज सटर्डे थियो। आज मेरो अफिसहरू पनि बन्द थियो अनि मैले भने बुवालाई कि जान्छु म पसल खोल्न। मेरो बुवा सधैँ आउनुहुन्छ अनि थाकिहाल्नुहुन्छ, त्यही भएर मैले भने कि म आफै जान्छु पसल खोल्न। अनि म एक्लै सटर उठाएँ कि सटर पनि धेरै भारी थियो अनि फ्यानहरू चलाएँ। भित्र पसेर मलाई त धेरै खुसी लाग्यो अनि भित्र पसेर सबै सामानहरू यताबाट यता यताबाट उता भएको थियो। अगाडिमा सबै सामानहरू ल्याएर लगाएँ अनि त्यसपछि म पुरै घामले भिजिहालेको थिएँ। जनकपुरमा धेरै गर्मी छ के तपाईँहरूको उता छ कि छैन कमेन्ट गर्नुहोला। अनि त्यसपछि हेर्न सक्नुहुन्छ बल्ल मैले सबै सामानहरू मिलाएर अनि कुचो लगाउँदैछु अनि कस्टमरहरूलाई पनि हेर्दैछु बाहिर। अनि पुरै काउन्टरहरू यताबाट उता भएको थियो। सामानहरू सबै मिलाएँ, काउन्टरहरू सफा गरेँ अनि भित्र पनि कति सामान झरेको थियो कि मुसोले तल त्यो झारिदिन्छ रातिमा, त्यही भएर सबै सामानहरू राम्रोसँग चिटिक्क पारेर मिलाएँ अनि कस्टमरहरू पनि ह्यान्डल गर्दै थिएँ। सामानहरू मिलाउँदै कस्टमरहरू चलाउँदै थिएँ। त्यसपछि मलाई त धेरै राम्रो लाग्छ कि पसल चलाउन। मलाई त लाज लाग्दैन, म कुनै पनि काम गरिहाल्छु। आफ्नो काम गर्न केहीको लाज लाग्दैन मलाई। सो आफ्नो मेहनत गरेर खानुपर्छ। सो आजको मेरो दिन यस्तै गयो। बाई।